बिहानमा यसो अबेलासम्म सुत्थ्यौँ भनेको सुत्ने वातावरणै छैन। पुरा बिहानमा नै बोराको पोका ल्याएर फेरि हाम्रो यस्तो ब्युटिफुल बुर्ती ब्याङ्कमा फेरि झऱ्यो कि अनि गएर गाडीमा सामान छोडिदिएर घरमा जाँदा फेरि प्लास्टिक लिएर जाँदैछु नि त। घर जान पाएको छैन। भाइले फेरि पुरा ल दाइ बाल काट्दैन पुरो यार मुख नदेखाउनुहोस् लाज लाग्छ भन्छ। भयो कि नाइ भाइ भनेको दाइ यो टुप्पी त काटिदिनु भएन छ भन्दैछ। अनि फाइनल्ली यो चाहिँ फाइनल रिजल्ट होइन, बाल पुरा काटिएको त भाइले गर होइन हेरेर त ल दाइ यार के खान्छस् भनेर सोध्दैछ। अनि ल भाइ समोसा लिएर आन त भनेको त 5 किलोको प्लास्टिक भरेर लिएर आएको छ यार समोसा पनि। कति खाऊ यार, बल्ल बल्ल पुरै यो समोसा सकियो कि चटनी हालेर। यत्तिकैमा फेरि अर्को भाइ आएको छ होइन यार के हो बाल काट्ने पुरै म सबै खोलेर बस्दिउँ क्या हुन्छ बेला बेलामा। अनि भाइलाई यस्तो हेन्सम बनाइदियो कि मान्छेको अनुहार गतिल नभए नि बाल चाहिँ पुरै होइन हेयर कटिङ चाहिँ लास्ट दामी हाने।